पाली बालेन कि के बिबा होइन माटो अर्के ए माटो तपाईँ हर्क साम्बाङबाट बोल्नु हजुर किन हर्क साम्बाङ चाहिँ किन बिजन छ राम्रो के छ बिजन ढुङ्गा बोकाउँछ जिउ दुखेको निको पार्छ नि ढुङ्गै त बोकाउँछ नि भने ए भनेको ब्यालेन्स होइन घन्टीलाई रवि लामी छानीलाई मत हाल्छ यसपालि जनताले तपाईँहरू विश्वास भएर यो गाउँ जानुहोस् म भित्रबाट घन्टी नै बजाइदिन्छु ल लिएर मसँग बुढो खतरा रहेछ घन्टीदेखिको राजनीतिप्रति हामीलाई धेरै जनतालाई इगो नै भइरहेको हो तपाईँहरू यो भाइरल बनाएरै लगिदिनुहोस् ए तपाईँले घन्टी राखिसक्नु घन्टी राखिसकेछ बाजेले रवि लामी छानेलाई यसपालिको मत परिवर्तन गरेर जाँदैछ ल हुन त केही वर्ष अगाडिदेखि नै मैले के भन्ने गरेको थिएँ भने 99% म राजनीतिमा लाग्दैन जिन्दगीमा केही भएर कुनै कारणवश राजनीतिमै नै लाग्नु पर्यो भने लाग्छु त्यो चान्स चाहिँ 1% छ भनेको 1%ले जित्यो 1%ले जित्यो बुढा फेरि कमेडी छ के केही बोल्न सकिन्छ बोलौँ न चुनाव हुँदैछ नि हुँदैछ होला भयो भने भोट दिनुपर्छ अरू केही जान्दैन सबैले थाहा भएको कुरा है अनि यसपालि भोट कसलाई हाल्ने बालेनलाई जसरी पनि जिताउने हो ओली मक्क परे होला बिचरा पहिला के अरे 75-70% भोट ल्यायो भनेर बिचरा यसपालि त हेरेको हेरे उताने पारिदिन्छ उतानो पारिदिन्छ यसपालि चाहिँ यो फेरि सेक्सी नाचो चाहिँ यहाँको त कस्तो नाचो यदि म राजनीतिमा आइ भने म 3टा मात्रै काम गर्छु यसपालिको भोट कसलाई अब भोट हाल्नु र ल चुनावमा उठेर के गर्ने भन्नु होला अब चुनावमा उठेर अलिअलि काम गर्ने बुढाको फेरि छुट्टै छ कि बाबा यता अर्के बिल्ला भने अगाडि ए यता फेरि हामी माहौल बुझ्दैछौँ तपाईँको हिसाबले के छ नाम भनिदिनु मेरो नाम नारायण अर्याल हो म पहिला नेपाली काङ्ग्रेस हो अहिलेसम्म नि हो आज भोट नआउनु छैन हो भोट हाल्ने होइन केपी ओली कि बालेन खै को म त जान्दिनँ कसलाई भोट दिने कसैले केही गर्दैन नदिने यस्ता यसैले त के हो भने रुचो होला मनमा चाहिँ के लागेको छ मनमा अब अलिकति परिवर्तन गर्नुपर्छ कि भन्ने चाहिँ छ त्यो परिवर्तन चाहिँ अब माटोमा हो कि माटोमा घन्टीमा हो कि? माटोमा जाँदैन किन अनुहारै बिगार्नु भयो त? होइन माटोको मान्छे मुख्य मान्छे नै माटै जत्तिकै छन् क्या प्रधानमन्त्री यो क्षेत्रको लागि त धेरै गर्नु के गर्यो त्यो मुलाले एउटा यो अग्लो टावर हालिदियो त्यो टावरको कामै छैन अब यो बाटोघाटो भनेको नगरपालिकाका ठाउँमा कुकुर बिरालो इन्द्रचन्द्र सेमीहरी जो आएर बनाउने हो के भन्यो बुढाले तर त्यसको लागि चाहिँ युवाहरूलाई चाहिँ म अगाडि बढाउन चाहन्छु हरेक जिल्लामा देशको हरेक कुना काप्चामा युवाहरू अगाडि बढेनन् भने अब बुढाहरूले गर्न सक्दैन म पनि अब उमेरले त बुढै हो तर दिमागले मेरो बुढो छैन दिमाग चाहिँ युवाको जस्तै छ केपी ओलीले जित्यो भने म नेपालै बसेँ यो त वादा